बनिसकेको घरको भिडियो त तपाईँहरूले धेरै देखिसक्नुभयो। अब आज चाहिँ बन्दै गरेको घरको भिडियो पनि हेर्नु होला। यो घरमा चाहिँ अहिले हामीले निर्माणको कार्य गरिरहेको छौँ र विशेष गरी अगाडिपट्टि जुन सिँढीको काम भइरहेको छ र यो सिँढीमा चाहिँ स्ल्याब ढलानको लागि हामीले काम गर्न लागिरहेको छौँ भने यो घरमा अहिले मेन इँटा जोडाइको काम भइरहेको छ र इँटा जोडाइमा चाहिँ हामीले विशेष गरी यो 1 नम्बर इँटालाई प्रयोग गरेर हामीले काम गरिरहेका छौँ। अनि अहिले इँटा जोडाइसँगै सिल बेन्ड र लिन्टल बेन्डको पनि काम हामीले गरिरहेका छौँ र हामीले यो घरको जति पनि ढोकाको चौकसहरू छ, ढोकाको चौकसहरूमा चाहिँ सखको काठलाई हामीले प्रयोग गरिरहेको छौँ भने हामीले ग्राउन्ड फ्लोरको विशेष गरी झ्यालहरूमा पनि हामीले सखको काठकै चौकसलाई प्रयोग गरेर हामीले काम गरिरहेको छौँ र हामीले काम गरिरहेको भिडियोहरू पनि हामी तपाईँलाई सेयर गर्नेछौँ। हामीले काम गरेको भिडियोसहित तपाईँले निर्माणको कामसम्मकै भिडियो हेर्नुहोला अनि तपाईँले हामीले गरेको कामको मूल्याङ्कन गर्नुहोला। सल्लाह सुझाव केही प्रतिक्रियाहरू छ भने तपाईँहरूले कमेन्टमा राख्न सक्नुहुन्छ र जतिजनाले यो भिडियो हेरिरहनु भएको छ र घर बनाउने सोचमा हुनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यो भिडियो हेरेर साथ दिनुभएको लागि तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।